ए उता हेरेर हाई गरिदेऊ यता दिदी मेरो भ्लग हेर्नुहुन्छ अरे त्यता दाइ पनि छोरीको लागि पनि लगिदिएको मैले ठाउँमा चाहिँ पानी हेर्नु कति जोरले परे छाता पनि छैन यही बस्नुपर्छ जस्तो लागिरह हेलो साथीहरू वेलकम छ मेरो भ्लगमा हामीहरू चाहिँ बजार जान लागेको पहिला चाहिँ मेरो इन्ट्रोडक्सन गरौँ होइन म चाहिँ ममता होइन अनि यहाँ पुरै यो बाटो यस्तो हिलो छ यस्तो हिलो होइन साप गयो साप गयो अरे ऊ होला सानो साप 52 साप भन्ने होला ए छोड्दै त्यो साप त कति आउँछन् कति जान्छन् बरु यहाँ अलिकति राम्रोसँग हिँड ल यहाँ हिलो छ एकदमै ए यस्तो छ हिलो के गर्नु बजार नगइनु हुने काम छ क्या नत्र भने त नगइनु हुन्थ्यो सापदेखि डर त लाग्छ यताबाट जाउँ क्या है ए यहाँबाट आलीको बाटो गइरहेका छौँ हामीहरू यो होइन पानी आयो भनेपछि एकदमै हिलो हुन्छ क्या अझ घाम लाग्यो भने चाहिँ घामले पोल्छ मान्छेले होइन केही गरे पनि सुख छैन घाम भयो पनि कहाँ सुख छ त पुरै फेसभरि घमौरा आएर बरु पानी नै निको हुन तर हिलो हुन्छ भन्नु मात्रै हो क्या है हामीहरू चाहिँ खेतबाट आएको थियौँ नि त पुरै हिलो हिलो भएर यो सफा गरेर लागेको झन् यहाँनिर चाहिँ नलकामा पानी भरेको रहेछ सजिलो भयो अब माथितिर त ऊ छैन हिलो छैन यति हो कि हिलो हाम्रो घर चाहिँ खेतको बिचमा छ नि त अनि त्यही भएर अलिकति समस्या बाटोबाट छाता मागिरहँ हामी पानी पर्न आँटेको छ नि त हतार हतारमा छाता नल्याएर आएको हामीहरू मेन रोड पुगिसक्यौँ है यहाँबाट चाहिँ हामी अटो चढेर जानुपर्छ कि अब अटो चाहिँ कति बेला आउँछ थाहा छैन एकछिन कुर्नुपर्छ होला जहिले म यहाँ आएको बेलामा होइन आउन बित्तिकै अटो पाउँदैन अनि गएर 10-15 मिनट कुर्नुपर्छ क्या आज चाहिँ कति कुर्नुपर्छ हेरौँ है फाइनली हामीले अटो भेटिसक्यौँ होइन अब अटोमा बसेर लम्की जाँदैछौँ हामी चाहिँ लम्की बजार पुगिसक्यौँ लम्कीको माहौल चाहिँ यस्तो छ हामी चाहिँ अटोमा चाहिँ हामी सिधै कृषि विकास ब्याङ्कमा जाने हो क्या त्यही भएर अटोबाटै म भिडियो बनाइरहेको छु हेर्नु यस्तो छ मौसम पानी पर्ला पर्ला जस्तो भइरह बहिनी यता नाम के हो तिम्रो भनिदेऊ त कल्पना शाह उता चाहिँ मेरो देउरानी है ल हामीहरू चाहिँ यहाँ कृषि विकास ब्याङ्कमा पुगिसक्यौँ यता चाहिँ हेरौँ है देउरानी चाहिँ पैसा दिइरहेको छ ल हेर म चाहिँ यहाँ माथि गइरहेको छु कृषि विकासमा अब यहाँ माथि चाहिँ भिडियो खिच्न मिल्दैन भित्र है अब माथि जाँदासम्म चाहिँ हेर्नु पुगिसक्यो है माथि जान्छु अब सिधै बाहिर निस्केको भिडियो हुन्छ हामी चाहिँ पैसा निकालेर आइसक्यौँ अब जाँदैछु वाइफाईको रिचार्ज हाल्नको लागि घरमा वाइफाई चाहिँ सानो सकिएको अब घरमा चाहिँ सबैजना चाहिँ भ्लगर भएपछि त रिचार्ज त हाल्नै पर्यो अनि त्यही भएर अहिले जान लागेको हामीहरू अब त्यहीँ गएर भिडियो देखाउँछु ल हेर्नु त यहाँ लम्कीमा पानी ओ माई गड पुरै खाल्डाखुल्डी भएर पानी परिसक्यो होइन छाता हामीले चाहिँ ब्याङ्कमा बिर्सेर आयौँ कि हामी तिनैजनाको दिमागले चाहिँ काम गरेन पैसा पाइसकेपछि छिटो छिटो बाहिर निस्किनको हतार अनि अर्काको छाता मागेर आएको त्यो हरायो भने त मार्छन् हुन त ब्याङ्कमा भएको सामान चाहिँ हराउँदैन यिनीहरूलाई जाऊ भनेको गएनन् पछि जाँदाखेरि चाहिँ लिएर जाने गरे र ठिकै छ अहिले चाहिँ हामीहरू उसको वाइफाईको रिचार्ज हाल्नको लागि जाँदैछौँ सो त्यहाँबाट आयौँ भनेपछि ल हामी चाहिँ यो यहाँ पुगिसक्यो होइन रिचार्ज हाल्ने ठाउँमा चाहिँ पानी हेर्नु कति जोरले परे छाता पनि छैन यही बस्नुपर्छ जस्तो लागिरह कल्पना छिटो ल्याए पैसा ल अब चाहिँ म भित्र जान्छु यहाँ दिदी हुनुहुन्छ पैसा निकालिहाल्नु फर्स्टमा हामी चाहिँ वाइफाईको रिचार्ज हाल आइसक्यो अब घर गएर चाहिँ मजाले भिडियो अपलोड गर्छौँ टिकटक भिडियो बनाउँछौँ अब यहाँबाट चाहिँ फेरि हामीहरू ब्याङ्क जानु पर्ने छ कि छाता त्यहीँ बिर्सेको छौँ सिमसिमे पानी परिरहेछ है आउनुहोस् मसँगै म कहाँ जान्छु के गर्छु सबै हजुरलाई देखाउँछु ल उहाँ चाहिँ मेरो भ्लग हेर्नुहुन्थ्यो बहिनी पनि हामी बहिनी त हो है अनि त्यो चाहिँ एकछिन यहाँ आयो कि बाहिर धेरै पानी परेको हुनाले एकछिन यहाँ रेस्ट गर्छौँ अनि फेरि त्यसपछि जान्छौँ सन्चै छौ कहाँ घर ए उता हेरेर हाई गरिदेऊ मेरो युट्युब च्यानल मैले भर्खरै आज खोलेको सब्सक्राइब गर्नु ल म युट्युबमा हाल्छु यो भिडियो ल छोरीको लागि लुगा लिने भनेर आएको यो त धेरै सानो छ त हेर्दै जान्छौँ कल्पना हेरे राम्रो लुगा यो त एकदम धेरै ठुलो होला हामीहरू चाहिँ पसलमा आयौँ म देखाउन फेस नडराउनु म आफ्नो मात्रै खिच्छु म यो पानीले पनि के आँटेको छ खै पानी आएको भए एउटा छाता तिनीहरूलाई नहुने अब म त भिजेर हिँडिरहँ हेर्नु लम्कीको माहौल यस्तो छ गाइज सबजनाले मलाई हेरिरहनु के गरिरहेछ भने तर म चाहिँ कसैलाई पनि हेर्दिनँ कसैले हेऱ्यो भने चाहिँ लाज लाग्छ मलाई त्यही भएर म क्यामेरा मात्रै हेर्छु अब भ्लगर बन्ने सपना देखिसकेपछि त लाज मान्नु त हुँदैन
ल हेर्नु यहाँ लास्ट त मैले मान्न छोडिसकेँ त्यही भएर चाहिँ अहिले अलिअलि प्रगति भइरहेको क्या मेरो यहाँ चप्पल हेर्नलाई आएको छु है मलाई चाहिँ कुन चप्पल मन पर्ने हुन त मेरो खुट्टो चाहिँ ठुलो छ क्या साइज नै मिल्दैन त्यही पनि हेरौँ खोजिहालौँ ए उइन फाले क्या यो यस्तो ठुलो हिलवाला मन त पर्छ होइन तर म अग्लो छु नि त त्यही भएर म लिँदैन ल हेर्छु म अनि फाइनलमा चाहिँ भिडियो देखाउँछु ल यो चप्पल चाहिँ मन परेको थियो होइन तर मेरो खुट्टामै लागेन कि यसमा साइज पनि छैन गरे ए मेरो त जाँदैन है यो मसिनो खुट्टा हुने हो क्या त्यही त मेरो त खुट्टो कस्तो छ खै साइजै पाउन कि बजार गयो भनेपछि यस्तै हुन्छ यो हुन्छ कि नै त्यही भएर मन नपरी एउटा लिएर जान्छु कि यो भएन यहाँ पो गएन त अगाडि छिर्दैन गाह्रो छ मलाई कपडा किन्न गयो भने पनि यो तलको सुरुवाल हुँदैन चप्पल किन्न चप्पल मिल्दैनन् हामी चाहिँ छाता पसलमा आयौँ है छाता कुन्लीले हेर्नु त पर्यो मनपर्ने आज चाहिँ मैले दुईटा के भन्छ ट्र्याक भन्छ के भन्छ यसलाई लिएर जाँदैछु गरम लगाउनु सकिएको थियो कि मेरा बजार आयो भने जे पनि राम्रै लाग्छ मलाई यति बेला लुगाहरू खोलिसकेँ लास्टमा चाहिँ मैले दुईटा फाइनल गरेँ मलाई चाहिँ राम्रै लाग्यो हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु ल यता दिदी मेरो भ्लग हेर्नुहुन्छ अरे त्यता दाइ पनि हामी इनको बिग फ्यान हो बहिनीको हामी फलो पनि गरेका छौं बहिनीलाई थ्यांक यू युट्युबको लागि म आज मैले नयाँ युट्युब च्यानल खोलेको छु कि चाहिँ चुडी बाटोमा हिँडिरहेको थिएँ होइन यो सानो चुडी देखेँ अनि छोरीको लागि पनि लगिदिएको मैले घर जाने भनेर चाहिँ ठ्याक्कै हिँडिरहेको थिएँ फेरि सामान बिर्सेको जहिले बजार आएको बेला मलाई चाहिँ यस्तै हुन्छ एउटा मफ पनि किन्न बाँकी नै छ अनि चप्पल किन्ने भनेर आएको चप्पल नै छुटाएर गइदिरहेको के अब चाहिँ हामी चप्पल पसलमा जान्छौँ अघि साइज मिलाएको थिएन नि त अब साइज खोज्नु पर्ने हो फेरि हामी चप्पल पसलमा आइसकेको छौँ अब यसमा चाहिँ साइज मिल्छ कि मिल्दैन थाहा छैन है साइज चाहिँ अब मिल्छ कि यस्तो राम्रो चप्पलहरू अस्ति चाहिँ मैले यस्तोमा लिएर गएको थिएँ कि त्यो टुट्यो अनि त्यही भएर चाहिँ अर्को नयाँ लिम भनेर आएको म सायद पाउँछु कि पाउँदैन नास्ता खानको लागि बजार डुलेपछि होइन नास्ता त खानै पर्यो भोक त लागिसकेको छ सो के खान्छ हजुरलाई भित्र गएर देखाउँछु ल बजार हिँड्दा भोक लागिसकेको थियो अनि सबैजनाले भन्नुभयो कि चाउमिन खाएर जाने भनेर सो यो मैले चाउमिन ट्राई गर्छु कस्तो छ खाएर ल साथीहरू म चाहिँ घर पुगिसकेँ है बल्ल तल्ल मेरो भिडियोलाई चाहिँ लाइक कमेन्ट गरिदिनु होला